आउँछु म यो जाने हिमाललाई त माया गर्छु। यो हिमाललाई जाने हिमालको पानी झरेर झरेको देख्न पाइयो। पृथ्वीनारायण शाहले के भन्नुभयो त हिमालको साँझ राखेर यो नेपालले विश्वको साँझ ल्याउन्। यो नेपालले विश्वको साँझ ल्याउन्। हाम्रो अर्को हिमाल सगरमाथा यो हिमाल भनेर जाने हात ठडाएर होइन अलको डाँडामा गएर हात ठडाएर जाने हिमालको साँझ हान्नुभएको। त्यो भएर ज्ञान बुद्ध जान्थ्यो भने बुद्धले दिएको ज्ञान। बुद्धले भन्नुहुन्छ कसैले नकाट कसैले नमाट। सबै प्राणी हात जाने प्राणी एउटै हो, जीवन एउटै हो। प्राणी भने हामीले खेती किसान लान्छ। हामीले बाउसले किरा धरती मुनि कसले देख्छ? देख्दैन। धरती मुनिको किरा निस्किन्छ बुढो चरा आएर चर्छन्। त्यो चराले नहान। त्यो कागले के त कागले नि काम गर्छ। दिया बस्तुको जाने कन्नमा बसेर जमरा टिपेर खाइदिन्छ, किर्ना टिपेर खाइदिन्छ होइन, जुगा टिपेर खाइदिन्छ। उसले नि जाने दिया बस्तुलाई माया गर्छ। त्यो कागलाई नि हिंसा नगर्छ। बरु कुकुरले के गर्यो? कुकुरलाई पाल्ने मात्रै भयो जाने त्यो कुकुरले काम नि गरेन होइन, त्यसले हलो नि जोतेन। तर मुन्से त्यो हाउ हाउ जाने झम्किँदै जान्छ। तर कुकुरको काम मैले देखिनँ है। कुकुरको काम तपाईँलाई साथी दिने के? साथी तपाईँ एक्लो छ मानिलिनुहोस्, तपाईँ घरमा एक्लो छ, तपाईँलाई अब तपाईँको साथी छैन है भन्यो भने एउटा जन्तु कुकुर खालि होइन, तपाईँले एउटा सुगा नै पाल्नुभयो भने होइन। त्यहाँ मुसा आउँछ न, मुसा खुर्र मुसा आउँछ। म उठाउनु पऱ्यो सोध्छु, खुर्र यता जान्छ, खुर्र यता जान्छ। किरा फटाङ्ग्रा आउँछ, गुर्र जाने घिउमा हिँड्छन् होइन। अब तिनलाई मार्नु भएन गरे यसो टिप्छ फाल्टु। कति काउसे किरा आउँछन् होइन, यो घिउमा हिँड्छन्। हामीलाई त तर मच्छर आयो भने एकदम फर्स्ट किक यसरी मारिदिइहाल्ने हो ठ्याप्पै होइन। मैले हातले हानेर मार्ने अझ है, टिपेर फाल्ने। लौ जाऊ, तिम्रो नि परानो हो। तिमीले भन, तिमीले जिन्दगीसम्म बाँड्नु पर्छ नि। तर तिमीले नमर हामी नमर्ने हो। के भने हातलाई मारिदियो भने हात, यो हातले त जाने चढाउने हात हो। श्री सूर्यनारायण परमेश्वर भनिन्छ, माथि चढाइन्छ। हामीले पानी चढाउने अनि हामीले पवित्र पाइन्छ। तर सूर्यलाई सम्झ। तर मान्छेले सूर्य चिन्हमा बोट भनेर भने है। सूर्यले जाने आज जाने यहाँबाट गएर सूर्यले बोट दिएर जाने, सूर्यले तल राख्ने कुरो बुझ्नुहोस् त। सूर्यले चाहिँ यो धरतीलाई पो हेर्नुभएछ। यो बोट बिरुवा जोगिनु, यो धरती जोगिनु भनेर माथिबाट हेर्नुभएछ। अब सूर्यले बोट दिनु भने उहाँ माथि जाने। त्यो भएर यो धरतीलाई हेर्ने, बोट बिरुवालाई हेर्ने, पृथ्वीलाई हेर्ने, यो पानीहरूलाई हेर्ने, आजलाई यो हाले जाने त्यति आज जलेर जान्न बाबु। आज त्यति जलेर जान्छ। त्यसले जाने जति गर्नु भने त्यो पुष्ट त्यो आवाले त्यहाँदेखि कति जाने स्वर्ग बनाएको छन् मान्छेलाई भने त्यो आवालाई हिँड्छ भने आवा जाने रिस उठ्यो, मान्छेको रिस उठ्यो भने आवा जस्तै रिस उठ्ने, आगो जस्तै उठ्ने, आवा जस्तै जाने जल बोल्ने। त्यो रिसले चाहिँ चेतबाग्न आँखा चाहिँ गोड्छ। त्यो गोड्ने बानी कसैको नहोस्। तपाईँ के थरी? थरी त अब बाहुन भन्छन् के अरे हजुर है। ए अच्छा, तपाईँ बाहुन? बाहुन त हो, तर आज झन् रौसी खाएको डाउन जस्तो बनाइसकेको छु। रक्सी, बाहुनले रक्सी खान्छ? त्यो भएर रक्सी खाएको डाउन जस्तो मलाई बनायो हजुर। अब भन्नुहुन्न, बेच्न साह्रो छ हजुर। कहाँ बस्नुहुन्छ? कहाँ बस्नुहुन्छ? यो त छ तर मेरो गुफा कसैले पनि देख्दैन। अच्छा, ओके। भनेपछि तपाईँ घर छोड्नु भएको, गुफा बस्नुहुन्छ? त्यो भएर मेरो कर्म दोषी, कसैले दोष दिन्न है हजुर। तर मैले हो बुहारीलाई दोष नि दिएँ होइन, छोरालाई दोष नि दिएँ, बुढीलाई दोष नि दिएँ,
तर बुढी भन्ने कुरो के भने बाउले जाने कन्ने केटी ल्याइदिएदेखि बल्ल बुढी हो। हजुर अर्कोले बिहा गरेर जहाँ बच्चा पारेर लागेको केटी त्यो श्रीमती भन्न अलिक गाह्रो हुन्छ क्या हजुर। अच्छा तपाईँको मिसेस अरूसँग जानुभयो नानी पाउनुभयो त्यसो भएर छुट्यो भन्नु मिल्यो। अच्छा ओके त्यहाँ तपाईँले उहाँलाई एक्सेप्ट गर्नु सक्नु भएन। अच्छा र जाने मेरो कन्ने मैले बिहार ल्याएन। हजुर शिलामा मैले सिन्दुर लगाएको हो। हजुर म शिला हो। हजुर मेरो कर्म उतारेको शिलामा हजुर के अरे हिमाल। हजुर कति साल भयो तपाईँले यो घर गृहस्थी छोड्नु भएको? हजुर 6-7 जब यो कोरोना भाइरस आयो थियो। हजुर हजुर कोरोना भाइरस आयो भने मैले जाने सिद्धान्त म जाने अब जाने त्यति मान्छेले कति खोप लाए हजुर कति सुई लाए होइन हजुर कति उपचार गरे कति मान्छे मरे हजुर तर कति भैँचा लाए कति हल लाए हजुर कति घर ढल्यो कति जाने खोला नाला घर जाने डुबेर गएर मान्छेले चाहिँ खोला तिर्नु घर नबनाऊ। हजुर भिरको जग्गामा घर नबनाऊ। हजुर यो पाटन ठाउँ हेर न। हजुर खोला तिर्नु घर बनाएपछि जान्छ खोलो हिँड्ने ठाउँ कहाँ रह त नि। अब खोला घर माथिबाटै जानु पर्यो। घर माथि जानु पर्यो न। लु जानु खोला बजारले खायो भने चाहिँ पैसा कति जाने घाँटी बरु लानु जनताको कति हुँदै गइरहेको छ। हजुर 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 त्यो भएर खोला तिर्नु घर नबनाऊ। हजुर बसेको जग्गा हुन्छ हजुर किसान हुने जहाँ घर बनाऊ। हजुर हिमालको जग्गामा घर नबनाऊ। त्यो हिमालको जग्गामा घर बनायो क्या नि हामी त हेर्ने हो जाने हेर्नको लागि माथि उड्नुपर्छ प्लेनमा। हजुर प्लेनमा उडेर हेरेपछि यो संसार देखिन्छ हजुर हो कि होइन। तर आत्मा यो बारे देखेपछि जाने भयो हजुर ईश्वर यहाँ छन् भने थाहा हुन्छ। हजुर हजुर ल गाह्रो नमान्नुहोस् है। गाह्रो नानेको होइन तपाईँको तपाईँसँग बात मार्नु अब के भन्छ हामीले वार्तालाप गर्नु धेरै राम्रो लाग्यो। अब तपाईँको पनि आफ्नै कथा रहेछ होइन। आफ्नो कथा हो। अनि अब हामी चाहिँ म चाहिँ तपाईँको दार्जिलिङबाट हो। दार्जिलिङ हो। अनि उहाँ चाहिँ उता कलकत्ता। हजुर त्यो नेपाली गानामा भन्छ नि कलकत्ते काङ्ग्यो हो त्यो कलकत्ता भनेको चाहिँ उहाँहरू चाहिँ आएको जग्गा। अनि तपाईँसँग वार्तालाप गरेर चाहिँ धेरै खुसी लाग्यो है। हजुर तपाईँ पनि अब चाहिँ कहाँ जानुहुन्छ तपाईँ? म यहाँ गाउँसम्म जान्छु। गाउँसम्म जानुहुन्छ? तर एउटा होमवर्क ल्याएको थियो के बाबु कविता कविता हेर्नुहुन्छ? ल ल हेरौँ हेरौँ हेरौँ। होइन यो कुनैलाई खुसी लाग्ला हजुर हजुर कुनैलाई लाग्दैन होला हजुर होइन। हजुर हजुर मैले धेरै बोकेर छैन। हजुर हजुर ए तपाईँ आफै पनि लेख्नुहुन्छ? अच्छा अब मलाई यो तपाईँको ह्यान्डराइटिङ बुझ्न अलिक साह्रो पर्यो। तपाईँले मलाई यो एक पङ्क्ति चाहिँ पढेर सुनाइदिनुहोस् न के लेख्नु भएको छ यहाँनिर चाहिँ। तपाईँ ह्यान्डराइटिङ नेपाली राम्रो लेख्नुहुँदो रहेछ नि त। स्त्री-पुरुष एकजुट भएर हिँड्नुपर्छ। संसार प्राणीकै स्त्री-पुरुष हुन्छन्। पशु पन्छीको नि हुन्छन्। संसारको छोरा छोरीको हजुरबा आमा हुनुहुन्छ। बाबा माया हजुरबा हजुरको माया बाबाको माया आमाको दाजु बहिनीको माया छोराछोरीको माया नानी नातिनीको माया संसारभरिको बाबा आमाको छोराछोरी सम्पूर्ण प्राणीलाई प्यारो माया नमस्कार। हजुर हजुर अनि मैले लिएको धर्म संसारलाई मन परेन। तपाईँहरूको धर्म कति प्रकारका छन्। संसार र गाउँ सहर बनाउँदै आउँ।
ओके नमस्कार हजुर यो हामीले नेपालका कुना काप्चेको स्कुल हराउँदै गयो र गाउँघरका स्कुल सहरमा भरे हिमाल डाँडा काँडा पहाडा पखाको झरना खोला नाला खेरो मैला फोहोर मैला हुन बगेर खुन बगेर पानी शुद्ध कसरी भयो मान्नलाई मान्छेलाई रोगबाट लाग्छ चालुक यो चाहिँ बुझिन चालुक च्याङ्ग्रा भेडा बाख्रा चरीको चम्रीको मलले मूल पानीहरूलाई मैला बनायो हजुर ओके मैले भएन त नि हजुर ठिक छ एकदम तपाईँ लेख्नु हुँदो रहेछ यो तपाईँको अब तपाईँको छ यो राम्रो छ मेरो राम्रो छ त नि हो तपाईँको नाम मेरो नाम राशिको नाम तेज प्रसाद तिमल सिन्हा राख्ने नाम विष्णुलाल जैसी ल खुसी लाग्यो तपाईँसँग भेटेर है ल भेट्दै गरौँ फेरि आइन्छ ल हुन्छ धन्यवाद।